आज चाहिँ मेरो यात्रा चाहिँ लम्की टु हाम्रो लगामसम्मको छ। हाम्रो बाइक रेडी छ, आशिष पनि रेडी छ। हामी दुईजना आज लम्कीदेखि लगामसम्म चाहिँ जाँदैछौँ र त्यहाँ सानो काम छ, त्यसैको लागि हामी लगाम जाँदैछौँ है त। बाटोमा के कस्तो हुन्छ, बाटाघाटा कस्तो छन् म देखाउँदै तपाईँहरूले अगाडि बढ्नेछु। भिडियोहरूले गर्नु होला है त। जाउँ अब सँगै। त्यस्तो ल गाइज, हामी चाहिँ अब निस्किसकेछौँ है। अगाडि देखाएको छ ट्याक्कै, आफूलाई पनि यस्तो घुमाएर देखाउँ है। हामी चाहिँ अहिले चिसापानीतिर लाग्दैछौँ। लम्कीदेखि अगाडि आइसक्यौँ है। गुरुद्वारातिर छौँ अहिले हामी। चिसापानी जाँदैछौँ र चिसापानीदेखि चाहिँ हामी माथितिर लाग्नेछौँ। गर्मी अत्यन्तै गर्मी परेको छ। ओहो, लगभग गर्मी हाम्रो अहिले 40-42 डिग्रीको गर्मी छ। हल्का माथि गएर चाहिँ हल्का चिसो हुन्छ कि भन्ने हाम्रो आशा छ। 8 चिसापानी पुगिसकेका छौँ। यो हाम्रो चिसापानीको बजार गर्मीले गर्दाखेरि सुनसान जस्तो देखिरहेको छ है। अब चाहिँ हामी महेन्द्र हाइवे छोडेर बायाँतर्फ लाग्नेछौँ। अगाडि कर्णालीको पुल तपाईँले देखिराख्नु भएको होला, यो कर्णालीको पुल। अब चाहिँ हामी यतातिर लाग्नेछौँ, कर्णाली पुलतर्फ छोडेर यो माथिको बाटोतर्फ लाग्नेछौँ। अगाडि हामी चिसापानीको बजार धेरै पुरानो बजार हो। यो एउटा म जन्मेको ठाउँ पनि, जन्मथलो मेरो जन्मथलो पनि हो यो चिसापानी। अब हामी बिस्तारै अगाडि बाटो खराब हुँदै जाँदैछ। जेसिबीले पनि बाटो दियो हामीलाई। अब हामी अगाडितर्फ लाग्नेछौँ। यिनीहरूको बिहानै यस्तो लाग्दो रहेछ क्या यहाँ। ए आशिष उहिले म पढेको अरे ठुलो त्यो माथि नर्सरी एलकेजी युकेजी पढेको स्कुल मेरो। ए हाम्रो पुरानो पहिला हाम्रो घर पनि यस्तो थियो। रोड चाहिँ फिक्स भयो, तर घर चाहिँ उयो पुरानो छ नि हो। मान्छेहरूले नयाँ घर बनाइसकेको छैन नजिकतिर। त्यो चाहिँ अगाडि चाहिँ बनाएको छ। यो ठुलो अफिस भन्दा पहिला हामी हामी सानोमा खेल्ने ठाउँ हो। अब म तिमीलाई मेरो जन्मेको घर देखाउँछु है। यो जेसिबी राखेको नि टिप्पर, यो टिप्पर राखेको घर त देखाउँछ। त्यो घर चाहिँ म जन्मेको घर चाहिँ गएन। पहिलाको हाम्रो कच्चीको घर थियो, अब अहिले चाहिँ पक्की घर लगाएर अनि आफू जन्मेको कस्तो पहिला अब यति चल्थ्यो यो बजार, यति चल्थ्यो। राति 10-11 वर्षमा हामी खेल्थ्यौँ। त्यस्तो चहल पहल हुने सहर बजार अहिले त्यस्तो आएको छ। र अब फेरि पनि बिस्तारै बढ्ला भन्ने आशा छ, किनकि अब यो बाटो पहाड जाने बाटो यो पिच हुँदैछ यहाँबाट। त्यो भएपछि यहाँ फेरि पनि चहल पहल बढ्नेछ भन्ने हाम्रो आशा छ। अब चाहिँ हामी यहाँदेखि अगाडि कर्णाली देखाउँछ। तल कर्णाली बगिरहेको छ र अब हामी माथिको बाटो हुँदै अगाडि बढ्नेछौँ। त्यति अब कच्ची बाटो पनि सुरु भयो। यहाँदेखि चाहिँ लगभग कुइनेसम्म चाहिँ पुरै कच्ची बाटो छ। यस्तै बाटो अप्ठ्यारो बाटो बन्दै गरेको धुलो मैलो छ। र अब त्यसपछि चाहिँ फेरि पिच छ बाटो, त्यसपछि पिच बाटो छ। तर पहिलाभन्दा चाहिँ अहिले धेरै नै बनाएको छ भन्ने सुनेको छु। त्यसैले सजिलै होला जस्तो लाग्छ मलाई। हेरौँ के कस्तो छ है। तल कर्णाली कर्णालीको नुहाए पनि अहिले कति चिसो हुन्छ होला आशिष। अहिले उड्नु भएको छैन, अहिले घुवा गर्न लागेको थियो गाडी।
अब हामी बिस्तारै बिस्तारै बाटो देखाउँदै बस्दै आराम गर्दै अगाडि बढ्नेछौँ। ल बाटो त कता सुरु भइसक्यो है। ल टाटा। ल हामी चाहिँ अहिले पिटमारीदेखि माथितिर लागिसकेका छौँ र यो अहिले पहिलाको भन्दा हल्का केही सुधार भएको मैले देखेँ है। पहिलामा आउँदाखेरि त यहाँ ढुङ्गा यत्रो ढुङ्गा थियो त्यत्रो अगाडि नै मिल्थेन, गाडी बाइक चलाउनै मिल्थेन। अब अहिले त हल्का धुवा धुलो हल्का पहिलाभन्दा ठिकठाकै बनाएको छ र यो अब बिस्तारै बन्दै 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 जानेवाला छ। पहिला चाहिँ यहाँ गाडी बाइक त कुरै छोड्थ्यो, फन फन घुम्थ्यो होइन। अस्ति ट्र्याक्टर गाडीहरू पनि चलाउन मुस्किल हुन्थ्यो। अब यो अहिले बनाउने प्रक्रिया अगाडि बढिरहेको छ। बिस्तारै बिस्तारै यो सबै कुराहरू बन्दैछ र अब कहिलेसम्म बनाइसक्छ नि हेरौँ। र अहिले हल्का पहिलाभन्दा चाहिँ हामी चाहिँ अहिले कुइने पुग्न लाग्यौँ र कुइने पुग्दै गर्दाखेरि चाहिँ यहाँ पिच गर्ने सरसर भइरहेको रहेछ है। हामीले वहीँसम्म त्यस्तै बाटो होला बिग्रेको भन्दा त यहाँ लगभग पिच सायद यो असार यता नै गर्ने लक्ष्य छ जस्तो लागिरहेछ। यो बराबर बनाएर मजाले गिट्टी सिट्टी सब बेसहरू सबै हालिसकेका छन् र अब खालि कालो पत्रे मात्रै गर्न बाँकी रहेको छ। यो तल कर्णाली बगिरहेको छ है। यो तपाईँको 1 वर्षभित्रमा चाहिँ त्यो टोटल कम्प्लिट होला जस्तो लागिरहेको छ मलाई चाहिँ। 1 वर्षभित्रमा चाहिँ दिशा बहिनीसम्मै कालो पत्रे भएर त्यो त पुरै भिज्यो नि त। अनि यत्तिकै बाटो भएपछि त दिशा बहिनीदेखि त 10 मिनटमा यहाँ पुगिन्छ। अझै 10 मिनटमा पुगिन्छ मजाले। अनि अब 9 किलोमिटर मात्रै छ नि त यहाँसम्म होइन। 9 किलोमिटर मात्रै छ। यहाँनिर अलिकति बाँकी रहेछ है अगाडि। अब हामी कुइने पुग्न लाग्यौँ। गिट्टीहरू सिकाइएको छ त्यसहरू यस अब लगभग काम अन्तिम चरणमा छ भनौँ न। कालो पत्रेहरू त्यो असारभित्रमा गराउँछन् कि छैनन् भन्ने कुरा हो। अब हामी चाहिँ अब कुइने बजार आइपुगेका छौँ। यो चाहिँ हाम्रो धेरै पुरानो बजार हो। कुइने बजार भनेर चिन्ने गर्दछ हामीले चाहिँ। पुरानो बजार छ तर पहाडी भेगमा जानको लागि त्यहाँदेखि सामानहरू जाने गर्दछ। पहाडी देखिरहेको गाना चाहिँ हाम्रो क्रिकेट हो। धुलो खाँदै धुलो उडाउँदै गाडी कुदाउँदै बनाइयो अहिले। अब चाहिँ हामी यहाँनिर कुइनेको पुलदेखि पारि जानेछौँ र त्यहाँबाट हामी जामु हुँदै कुदाउँदै थियो। गुटु जामु हुँदै गुटु गएर गुटुदेखि फेरि लगामतिर लाग्नेछौँ। र हामी अब दायाँतर्फ लाग्यौँ। यहाँनिर एउटा अब ठुलो पुल छ। अब तपाईँहरूलाई म त्यो पुल देखाउने छु। अगाडि जुन पुललाई कुइनेको पुल पनि भन्ने गर्दछ, भर्खरै बनेको पुल हो। ल यो चाहिँ कुइनेको पुल। यो अगाडिको माथिबाट यो आउने यो खोलो हो जो बर्खामा चाहिँ पुरै
यो गिट्टीहरू सब बगेर आएर यहाँ पुरै बाटो नै बन्द हुने गर्दछ। हेर्नुहोस् माथि पुरै खोला, गिट्टीको खोला भनौँ न। अब यो पानीभन्दा पनि बढी गिट्टी र यो यस्तो बाटो छ र पछि गएर त्यस्तै हुन्छ त्यो फेरि बनाउनु पर्ने हुन्छ त्यो। ल अब मेरो चाहिँ रेस्ट गर्ने टाइम र आशिषको बाइक चलाउने टाइम भइसकेको छ र हामी अगाडि बढ्दैछौँ। यत्रो यो खोलाहरू पनि बिचमा आउँदैछ है। अहिले त पानी छैन खोलामा, सुक्खा छ। अब केही समयमा पानी पर्न सुरु भएपछि फेरि खोला बढ्नेछ। यतातिर चाहिँ हाम्रो बाटो चाहिँ गजबको छ, पिच। गर्मी छ, घाम एकदमै गर्मी। बाटो मोडहरू धेरै छन् बाटोमा, अन्त घरहरू पनि पुरानो किसिमको घरहरू। अरे आशीष अरे क्या कर दिया रे। कर्णाली नहीं, ये तो कर्णाली है नहीं क्या। अब बिचमा रोडको बिचमा यस्तो खोलाहरू पनि आउने गर्दछ यहाँ चाहिँ है। जो कि अहिले अब हिँड्नको लागि त हुन्छ, पछि गएर त्यस्तै गोर्खामा यो खोला यसरी आउने गर्दछ। अब पुलहरू भइदिएको भए सजिलो हुन्थ्यो र बर्खामा अब खोला आउने बित्तिकै यहाँ हिँड्नको लागि चाहिँ धेरै नै अप्ठ्यारो हुने गर्दछ है। दामी यहाँ पाहाडहरू छ, मजाको खेती किसानी गर्नको लागि मकैहरू लगाएका छन् मान्छेले है। तराईको जस्तो वातावरण, तराईको जस्तो खेत गजबको छ यति पाहाडमा पनि। घरहरू पनि टक्क काठको लगाइएको छ। अन्त धेरै गर्मी भएर अहिले पुराको पुरा लगाइसकेको छु। अब चाहिँ हामी जामुनको पुलमा आइपुगेका छौँ। सुन्दर गाउँ। बच्चा के गर्दै हो? तल जाने आशा थाहा छैन, थाहा छैन होला त्यो। यहाँ तलबाट जाने यो फनक्क यहाँ तल, यहाँ पनि पिच बनिसकेको रहेछ। अब चाहिँ हामी यहाँ तलतिर लाग्नेछौँ। यो पुलको तलबाट हामी बिस्तारै बुटीतर्फ लाग्दैछौँ। अब यो बुटु जाने बाटो सिधै अगाडि गएपछि चाहिँ हाम्रो सुर्खेत, बाबियाचौर, बड्डीचौर, सुर्खेत पुग्दछ। अब चाहिँ हामी यो बाटो मलाई एकचोटि सोधिहालौँ बाटो खासलाई। हजुर के अरे अगाडि बुटु जान्छ नि यो बाटो त? बुटु जाने त्यसपछि त्यहाँबाट लगाम कताबाट जाने हो? त्यहीँबाट त जाने हो? बाटो त राम्रै छ है।
कति छ अब गुटु यहाँदेखि कति होला टाढा यहीँबाट बाइकमा कति लाग्ला आधा घन्टा जति लागेर आधा घन्टा पुगिहाल्छ बजार छ कि त्यहाँ गुटुमा बजार छ त हो बजार माओवादीले अरू बेला सङ्ग्रहालयमा गरेको त व्यवस्था मिलाएको बजार छ हो र एका ठाउँ जुत्ता पाइने एका ठाउँ चप्पल पाइने प्रत्येक एकै ठाउँ गरेको अलग अलग त्यसो मिलाएको कपडाको पसलले कपडा सुनको पसलले सुनै सुन त्यसरी व्यवस्था मिलाएको एउटाले अर्को थोक हाड्नु पाउने राम्रो रहेछ बाटो साटो पिच छ कि बाटो पिच त छैन उता त पिच छ यता पिच छैन उता पिच छैन उता पिच छ ठिक छ त्यसो भए यही बाटो भयो नि त कहाँ हो यहीँ कि घर हजुरको घर कहाँ हजुरको तल कैलाली लम्की पहिली पहाड दैलेख कुन ठाउँ सिङौडी हजुरको मेरो अछाम हो यहीँ बस्नुहुन्छ कि मेरो घरै ल बजारको अगाडिको अब के अरे गुड्डु बजार भनेको माओवादीले व्यवस्थित बनाएको बजार भनेर भन्नुभयो उहाँले चाहिँ अब हेरौँ कतिको व्यवस्थित छ मैले अहिलेसम्म देखाएको छैन तपाईँहरूलाई म देखाउने छु है त आधी घन्टा पो लाग्छ अरे आशिष अब त्यहाँबाट फेरि 1 घन्टाले चाहिँ अझै 1.5 घन्टा हामी ठ्याक्क अहिले 1.5 घन्टा बाटो हिँडिसक्यौँ र गाडीमा आउँदाखेरि ढिलो हुँदो रहेछ है बाइकमा छिटै भयो क्या है गाडीमा आउँदाखेरि म 2 घन्टा लाग्थ्यो अरे त बाटो खराब भएरको बाइकमा हल्का छिटै हुँदो रहेछ ल ठिकै छ त्यो खोलो बगिरहेको छ यहाँ बेरी नदी म अस्ति आउँदाखेरि यो बाटो यति खतम थियो यो वालहरू लाउँदै थिएँ अहिले आएर चाहिँ यो यस्तो दामी बनिसकेको रहेछ जियोस् पानी पिच बनाएको छ अब आउँदो वर्ष सायद पिच बनाउँछन् कि अस्ति आउँदाखेरि त खत्तम थियो खत्तम अहिले त यो सरल बाटो बनाइदियो दामी बस्ती बसेको छ यहाँ रागा भन्ने ठाउँ रहेछ बाटो गोटी छैन यस्तो चिप्लिन्छ पछाडि टायरको गोटी नभएर पनि डेन्जर छ पानी हल्का पानी आउनुपर्छ त्यसमा त खतम भयो ल हामी चाहिँ खोला तर्दैछौँ है त अब ओत्तेरी पुरै लगो हेन्ड पाइप हालेको रहेछ मैले त खोला बुझ्दिएँ कि भने त हेन्ड पाइप राखेर पानी जाने बनाएको रहेछ ल अब ए बाबा माथि उकालो लाग्ने भन्थ्यो है यही हो कि होला डर लाग्दैछ त है नानो गुटु जान्छ गुट कसम के हो भन भमरै छ त पुरो गुफारेर झन्नै बाइकबाट खस लाग्छ भने माथिमा कसम बाटो अहिले यस्तो छ बर्खा पानी आएछ के होला यार यहाँ हालत बर्खामा गाडी त हिँड्नै नसक्ने होला है पालामा यस्तोमा सुरै एकमै तान्नुपर्छ गाडीलाई पनि हुँदैन तन बाजा मैना चरी
गाडी स्वास भएर बाफ्रे जङ्गल घरै घर तल हो माथि वहीँसम्म घर त यार जाना गएको ठुलो डाँडामाथि पनि यार गाउँ यार तर मान्छेहरू त है नबस्ने ठाउँै छैन यार चौतारो आयो ल हजुर यो गुटु जान्छ कि बाटो धन्यवाद रातो माटो छैन यसको त गाडी कतै चढ्दैन हो किन चिसो माटो हो यो यसरी कसरी आयो यार तल नाली खनेको ल यहाँ माथि यहाँ तल पनि त्यस्तै छ क्या माटो है रातो माटो यार पुरै यो रातो माटो हेर्नुहोस् रातो माटो चिप्लो बाटो भन्थ्यो पहिला हामी त्यस्तै हो पानी परिसक्यो त्यो खत्तम त्यसो भए सकिएन यो पनि रातो माटो हो तर यसमा माथि यो ग्राभिटी हालेर चाहिँ माथि डाँडाको टुप्पोसम्म पनि रोड काटिसकेको रहेछ यार रोड काट्ने नकाटेर दबाई जान्छ त्यसो यता पनि गाउँ छ माथि डाँडाको टुप्पोमा पनि गाउँ छ कहाँ आइसक्यो नि त्यही पनि बस्ती सहर बेसी यहाँ कुनै पनि ठाउँ खाली छैन अगाडि अब ठुलै बजार आउँदैछ भनेपछि त झन् बस्ती नआउने कुरै भएन यो स्कुल पनि आइसकेको छ यहाँ कुन स्कुल रहेछ यो पुरानो गाउँको सरकारी स्कुल घरहरू पनि छ बजार छ डाँडा बिचमा सानो बजार आएको छ सायद मलाई लाग्छ कि यो गुटु बजार नै हुनुपर्छ किनभने चाहिँ पानी ट्याङ्कीहरू हल्का सटरहरू बजारहरू भएको जस्तो ठाउँ देखिरहेको छु मैले यता त्यो सटरहरू छ बिच भएको है यहाँनिरसम्म रहेछ बिच पनि आइयो ल यो हाम्रो गुटु बजार गुटु त हो त्यहाँ होइन यो आफै पारे गर अगाडि सुर्खेत चौकुनी हो यो गुटु बजार कता हो यही लाइन नै भन्छ चिसो ठाउँ हो यहाँदेखि अब माथि के अरे लगाम कति टाढा होला लगाम त यहाँदेखि झन्डै 1.5 घन्टा 2 घन्टा लाग्छ बाटो कस्तो छ बाटो त पक्कियो यस्तै पिच दुकानदेखि उता कस्तो छ त्यो थाहा भएन उता पश्चिम लगाम भन्नुभयो कि यता सुर्खेत लगाम हो पश्चिम नै होला पश्चिम लगाम चाहिँ झर्नै 2 घन्टा जति लाग्छ 2 घन्टा लागिहाल्छ बाटो त राम्रै छ बाटो चाहिँ पक्किनै छ यहाँदेखि तपाईलाई जहाँ यो पक्की खत्तम भइसकेपछि कम्तीमा 35 किलोमिटरसम्म कच्ची जानुपर्छ नि सर बेदानसम्म लगभग पक्किनै छ जानुपर्छ बेदानदेखि उता कस्तो बनाएको खासै म पनि गएको छैन कच्ची छ अस्ति मेरो केटाहरू गएको थियो नि त ए ठ्याक्क 2 घन्टा लाग्यो हामीलाई यहाँ पुग्न लम्कीदेखि 11 बजी हिँड्यो 12 लोकेसनबाट हिँड्नु भएको हजुर लोकेसनमा हिँड्नु भएको लोकेसन त हिँडेको छैन यहाँ यत्तिकै हिँड्यो हो ल एकछिन आराम गराउनु चिसो बाबा घाम भने यहाँ झन् गर्मी छ क्या दिदी तराई भन्दा पनि गर्मी छ जस्तो लाग्यो मलाई यहाँ झन् चिसोमा के छ स्प्राइट छ पेप्सी कोक
बिउ मात्रै हो रेड 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 बुल नै दिनु न हजुर हामी चाहिँ गुटु बजार हो गुटुको विशाल बजारमा छौँ अहिले चाहिँ हामी पुरानो बजार शानदार गजब रहेछ त है 10 साल पुग्यौँ हामी यता नगरपालिका यता हजुर यता सोधौँ ए अगाडि अगाडि ए सोध नानु निकाल अगाडि यो लगान जान्छ नानु अगाडि कहाँ छ हामी चाहिँ अब अगाडि लागिसकेका छौँ यो बिच बन्दै रहेछ यहाँ पनि रोड है मजाक छ यार यहीँ पनि यत्रो रोड बन्द भइसक्यो है हाम्रो तराईमा बन्दैन त यार के हो बजार त ढोजेको रहेछ गुटुको चौकुने गाउँमा गुटु बस्छ अगाडि अब चाहिँ हामी अगाडि बढ्यौँ गाइज यहाँ माथि आइसकेपछि हाम्रो चाहिँ यहाँ शानदार पिच बनेको रहेछ गाइज अचम्मै पऱ्यो धेरै म त यस्तो दामी पिच बनाएको रहेछ यहाँ माथि हामी हुलाकी डाँडातर्फ लाग्दैछौँ के अरे यो बजारको नाम के थियो हामी चाहिँ अहिले यो जङ्गलको बिचमा छौँ र भर्खरै हाम्रो गाडीको हावा चाहिँ यो पुरै गइसकेको छ है यहाँनिर चाहिँ किल्ला थियो एउटा किल्ला रहेछ त्यो त्यहाँ अब त्यो निस्किएर गएपछि हावा सबै लिकेज हुन थालेर हामीले चाहिँ भर्खर यहाँ काठ लगाएर चाहिँ हावा जानलाई हावा चाहिँ रोकेको छौँ र अब हावा चाहिँ पुरै गइसकेको छ ल पुरै लचक्कै वाहा तयार छ दुईजना त मिल्दैन क्या यार बस्नु चाहिएको रे बसेर हेरौँ कतिसम्म पुग्दो रहेछ जङ्गलको पहाडको बिचमा त यहाँ बर्बाद हुने भयो त्यहाँ पुरै बसेको पुरै त छैन उस्तै छ जाउँ बिस्तारै जानु त परिरहेको थियो ए हावा कम भएर पनि हो कि अघि लचक लचक यताउता भएर झन् त्यो किल्ला निस्कियो कि है हावा कम भयो होला अनि अब हामी चाहिँ अहिले हावा चाहिँ यो पम्प मार्फत हामी आफ्नो टायरको हावा चाहिँ भर्न गइरहेका छौँ है आशिषले चाहिँ दम लगाइरहेको छ यहाँ कतै पनि हावा बन्नु नभएको हुनाले गाउँमा बाबु औ यहाँ हामी हावा भन्दा आशिषले पुरै दम दिइरहेको छ है त्यहाँबाट हावा निस्किनु भएन निस्केर त्यहाँबाट कि गएर यति भरेर त्यहाँ गएर हालेर आउनु पर्यो
टाढा हो अब बाटो त उतै होला त पिच आइसक्यो अब पिच आएपछि त नजिकै हो नि यो घाममा टन्टनापुन घाममा हाम्रो बाइकको हालत यस्तो भएको छ के गर्नु अब हाम्रो जिन्दगी है जारी छ हावा भर्ने काम यस्तो सिधा यस्तो छड्के यस्तरी यस्तो यो अब नि हामी चाहिँ हल्का फुल्का हावा भरेर चाहिँ अगाडि बढिसकेका छौँ ओहो बाख्रा ओहो फेरि पनि हामी बिजौरा भन्ने बजारमा चाहिँ जाँदैछौँ हाम्रो टायर बनाउनको लागि यहाँ चाहिँ हामीले थोरै त्यो बलको चाहिँ हावा भर्ने पम्पले चाहिँ थोरै हावा भऱ्यौँ र थोरै केही राहत भयो हामीलाई अहिले जियोस् अघिको भन्दा हल्का सजिलो भएको छ र तैपनि अब हामीले चाहिँ काठ हालेर चाहिँ त्यसमा काम चालु गराएको हुनाले अब त्यसलाई निकालेर ट्युब त्यो टाल्नुपर्ने छ र अनि फेरि हावा भर्नुपर्ने छ फेरि हामी हावा भरेर हावा त्यो बनाएर पङ्चर बनाएर फेरि यहीँ फर्किनेछौँ यतै पछाडि नै रहेछ हामी चाहिँ धेरै अगाडि गइसकेका थियौँ हाम्रो ठाउँभन्दा फेरि फर्किनु पऱ्यो यो अहिले चाहिँ थाहा पाइसकेका छौँ फेरि पनि हामी बिजौरा पुगेर चाहिँ फेरि यतै फर्किनेछौँ र अब फेरि हामीले त्यो बिजौरा भन्ने बजारमा पुग्नको लागि चाहिँ अझै पनि आधी घन्टा लाग्नेछ आधी घन्टा जान आधी घन्टा आउन 1 घन्टा अब त्यो 10 मिनट 5 मिनट हाम्रो पञ्चायत भन्नु भने चाहिँ हामीहरू चाहिँ भर्खरै टायरमा हावा भरेर चाहिँ अगाडि आइसकेका छौँ है बल्ल बल्ल यहाँनिर क्रसर रहेछ एउटा त्यहाँ चाहिँ ट्युब हल्का ट्युब टिकिलो उसले ट्युबलाई छिराएर त्यसरी चाहिँ हावा भरेको छौँ हामीले अब हेरौँ अब अरू चाहिँ ग्यारेज नै रहन्छ यहाँ धेरै हल्का आधी घन्टा हिँड्नुपर्ने अब नजिकै भएको हुनाले आज हामी यतै बस्ने अब गाह्रै छ भरेर चाहिँ हामी अब लगभग पुग्न आँट्यौँ यात्रा जारी छ आज बाइकले गर्दाखेरि चाहिँ धेरै लगभग हाम्रो 2-2.5 घन्टै हाम्रो वेस्ट गरिदिएको छ 2-2.5 घन्टा अगाडि नै पुग्ने मान्छे हामी आज धेरै नै ढिलो भयो अब बाटो हल्का अप्ठ्यारो भर्खर काटिएको बाटो छ भर्खरै बन्दै गरेको यो चाहिँ बाटो आज चाहिँ हामी त्यही बस्नेछौँ सानो के होटल टाइपको छ भनेर भन्दै हुनुहुन्थ्यो यो बाटो डेन्जर छ त है माटो त्यस्तै हामी चाहिँ टप अफ द हिलमा आइपुगेका छौँ है तर सायद भेरी नदी पनि देखिरहेको छ तल गाउँहरू देखिरहेको छ हामी यहाँ तलबाट आयौँ अहिले बाटो चाहिँ भयङ्कर छ है यहाँ त बाटो भयङ्कर छ भर्खर काटेको नयाँ बाटो रहेछ त्यसवाला अब कृषि प्रणाली मान्छेहरू हिँड्दैछन् बाटोमा कहाँबाट आएको होला यहाँ त नभएको अर्को पाल पनि बनाउनु लाग्छ सर आएर आशिष अरे क्या गरेका रे भयङ्कर छ त्यहाँ
त कसो छ कसोमा त्यसमा अझै उकालो पकाएन बाफ्रे ठाडो भन्दा पनि एकदम सिधै ठाडो हुँदै यार मेरो त फेरि घुमाउँदै हरि बिचोक रहेछ त अझै घुमाउनेमा टुप्पै आइगयो त हामी त ए टुप्पै भन्दा पनि यहाँ कस्तो छ यहाँ पछाडि खतरा भने कस्तो हो जानै सकियो अब ए धेरैले के फल्यो उम्रियो त यार बिचैमा रोडको बिचैमा अझै छ माटो नि क्या पो भइगयो अरे अरे रोड छैन क्या अब ढलान पनि आयो ल पिच रोड पिच रोड पनि आयो ल पिच रोड सकियो ल पिच रोड पनि सकियो ल फेरि अफ रोड आयो ओ टुप्पो गाउँ पनि आयो त्यो गाउँमा पुग्यौँ हामी त यार डाँडाको टुप्पोमा कहाँ लिएकै आइगयौँ क्या है लिएकै आइगयौँ चिसो चाहिँ छैन अब पछि चिसो हुन्छ कि यहाँ अनि यहाँ पानी परेपछि होला कि त यहाँ त हल्का धेरै ढुङ्गा भएको कारणले त यति अप्ठ्यारो नहोला होइन हो यही हो कि एकछिन कुशल निवास तल जाउँ त आयौँ तर आयौँ कहाँ भन्ने कुरा कि के ठाउँ भन्छ यार ओहो अझ माथि कटिङ छ त यहाँ होटल कहाँनिर होला कहाँ यता माथि यही सिधै जाने हो यताबाट हो ऊ त्यो टिन देखिरहेको छ त्यही हो ऊ त्यो बाटो हो कसको हो त्यो हजुर सलामी त्यहाँ बस्ने पनि ठाउँ छ कि छ है हो त्यही हो त्यसो ल फेरि अझै
यता माथितिर हामी होटल छ। अब हामी होटलमा लाग्दैछौँ है। कहाँ आएको डाँडाको टुप्पोमा आएर अर्कै दुनियाँ छ यहाँ। तुझे डुक्का कसम है रे। ट्रैक्टर देखिए नहीं कसम ल पुगे भाइ फाइनल्ली। आशिष गाडी त जानु मलाई ल्याउँदै फोनका ट्याक्टिङमा लगाउँछ भिडियो। हेलो मेरो अब यस्तो जलवा दुईटा मेरो गोटी छ मेरो भ्याइएको दिदा उयो